खोलगरा बाजेको चाहिँ पूजापाठ गर्ने यताउता गर्दाखेरि चाहिँ समय लाग्ने भयो 2 बजे भन्दा अगाडि हुन्न भन्छन् पुजारी बड्डाले। त्यहाँ के आज यज्ञ पनि रहेछ, हामी चाहिँ छैनन् अरे। त्यस कारणले गर्दाखेरि हामी अब त्यो समयलाई ठ्याक्क सदुपयोग गर्दै आएको मौकामा गाडीघर जाँदैछौँ। खोलगरा बाजेले हामी सबैको रक्षा गरून्, कल्याण गरून् हैन, सबैले राम्रो होस्। ओ बड्डा काफल रहेछ नि यहाँ, के के होइन काफल कोहीले सक्छ भने खाऊ के अरे, बारेर छन् लास्टै लोभी रहेछ नि यार। यो किन बारे होला? किन बारे होला यस्तो? अलिअलि खाने खान्नन् के मान्छेले? ए ल यही हो काँडागाउँ, काँडागाउँ यही हो। अब हामी कहाँ गाडी गरेर जाँदैछौँ। ल ल है सबैजनालाई कस्तो भइरहेछ? रमाइलो भएको छ कि छैन निर्भीक? आजभोलि चाहिँ त्यो कार्तिके पुन्नी जस्तो भिड चाहिँ हुँदो रहेछ होइन यहाँ? कार्तिके पुन्नीमा त नहुने भिड हुन्छ गरे। कार्तिके पुन्नीमा त नहुने भिड हुन्छ गरे होइन? कार्तिके पुन्नीमा नहुने भिड हुन्छ गरे। काफल पाइन्न नि यहाँ कतै? यही हो बाटो त्यहाँ जाने, माथि गाडी गरेर जाने? कता माथि बाटो हो कि यही हो? यता हो? ल जाम। है बाबे ल है, ल आऊ सबैजना छिटाउ छिटाउ। ल त्यहाँ पारे भिर छ नि, त्यो पारे भिर क्या देख्यौ? बास्तासिया भिर भन्छन् क्या त्यसलाई, बास्तासिया, बासाल तासिया अरे। कस्तो डरलाग्दो भिर छ। मान्छे भिर पनि हिँड्छन् के अरे? भदा हुन् कि छोरा हुन्? ए हो, त्यही त यहाँ सबै यहाँ हाम्रो रुकुमको मान्छे सबै अमेरिका नै भइगएछ नि यार। यही हो क्या, हाम्रो गाउँबाट पनि कति 20-22 जना गइसकेछन् अमेरिका। डोनाल्ड ट्रम्पले फर्काइदिनेमा हाम्रा यता अलिअलि कता सिमतारू कता कता पारीका झुलातिर कता परेका छन् त गरे। अलिअलि डोनाल्ड ट्रम्पले फर्काइदिनेमा अलिअलि परे खान त गरे। यता को परे? कसले सिकाएछ आफू यहाँ हाम्रो रुकुमको मान्छेलाई अमेरिका जान? एउटा गएको थियो पहिले, उनले सिकाए। भटाभट है। अहिले त अमेरिका जाने त हाम्रो रुकुम त बस बयानी आछ के अरे। अहिले त उस्तै परे अमेरिका नगए घरै छैन जस्तो मानेको छु। यहाँ कारगाउँको पनि मस्तै गएको नि। ल हेर यहाँ अमेरिकन डलर आउँछ साथै हो। विकट जिल्ला रुकुम भने होला तिमीहरूले। विकट रुकुम जिल्लामा त अहिले त अमेरिकन डलर आउँछ। यहाँ डलर नआउने लगभग घर छैन भने हुन्छ अब यहाँ। 100 कति छ अहिले? 50 बढी होला। अनि हुन्छ कुनै समयमा पो विकट भन्थे। अहिले त बाटो साटो सबै भइगयो। घर घर धारा। पहिला पानीको कति दुःख थियो, अहिले त घर घर धारा, छर्र धारा पानी आउने। ल
ल यहाँ केही ब्लग पनि यहीँ बनाउने रहेछन् गाँठिहरूले घर बनाउनको लागि ल है आइसक्यो यहीँ उता यही त अब पुग्यौँ हामी ल है मोबाइल धेरै हेरेपछि घाँटी दुख्छ मोबाइल धेरै हेरेपछि ढाड दुख्छ घाँटी दुख्छ आँखा दुख्छन् जिन्दगी बर्बाद हुन्छ बड्डा दुख्छ पछि पछि दुख्छ नि अहिले पो दुखेको छैन त पछि दुख्छ नि कहाँ जाने आत्यो आफू यसरी नि सानोमा मोबाइल थिएन बाबा हामी सानै हुने बेला मोबाइल थिएन यो मोबाइल त भर्खर आयो बड्डा हामी स्कुल जाँदाखेरि त बिना चप्पलै जान्थ्यौँ के अरे जाँगे लाया तिमीहरूले जाँगे लान्छौ जुत्ता लान्छौ त्यसमाथि होइन एक झोला किताब हुन्छन् हाम्रो हुन्थेन नि त्यस्ता यही हो रत्न पराबी ल म पढेको स्कुल यही हो है ल ल आइयो ल रत्न पराबी भन्ने यही हो यही स्कुलमा म पढेको खोइ कतापट्टि हो त गादीघर स्कुल कता हो त स्कुल ए यही हो र स्कुल ल खोइ रत्न पराबी भन्ने बोर्ड छैन कतै कहीँ देखिएन यहीँ हो ल म पढेको स्कुलमा मलाई एकदम खुसी लाग्छ म 4 कक्षामा यहीँ हो होल फर्स्ट आएको 5 कक्षासम्म थियो ल यताबाट गाडीघर जाने आउनु भएको छैन अहिले धामी माथि गयो नि हेराउन पाइन्न होला नि त फेरि पाइन्छ त टाइममा पुग्नु पर्यो तल अनि उसो छोडेर आछ तल हामी त फेरि त्यहाँ खोलिकरा बाजिया थानमा आछौँ त हामी त कोही होला कुन हो गाडीघर यही कताबाट त जाने ल हामी गाडीघर बुढाल मस्ट हामी आउँदैछौँ ल है साथीहरू ल हामी अब गाडीघर चाहिँ पुग्ने बेला भइसक्यो एकदमै यहाँको चर्चित थियो बाँफीहोर गाउँपालिकामा असाध्यै धेरै चर्चित यो चाहिँ तीर्थस्थल हो अब हामी यहाँ प्रवेश गर्दैछौँ ल यहाँ बाहिरबाट लागेको रहेछ ल अब हामी यहाँ प्रवेश गर्दैछौँ ल आज पूजा भएर माथि दुजिल्ला जानुभएको रहेछ धामी यहाँको थाहा नै रक्षा गर
ए यहाँको धाम बाजेको रहेछ कि आयो ल ल अच्छे घर देउता ल यहाँ बुढो मस्ट यस्तो छ यहाँ सत्ता लागेको अवस्था नै रहेछ यहाँ ल हामी सबैलाई रक्षा गरौँ बुढो मस्ट बाजे ल यही हो एकदम चर्चित मन्दिर हो यो यहाँ हेराइ चराइ गर्नलाई बाँफीकोटबाट मात्र होइन विभिन्न ठाउँहरूबाट पनि आउँछ ल ल ल